सम्पूर्णमा नमस्कार। फुरफुरीनगर नगरपालिका फुरफुरीनगरमा भर्खरै नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा इमान देवीको सरुवा भएको छ। उहाँ कार्यरत अघिल्लो कार्यालयहरूको व्यवस्थापन र नेतृत्वमा अब्बल हुनुका साथै आर्थिक अनुशासन र सुशासनको मामिलामा इमान्दार, कर्तव्यनिष्ठ र नैतिकवान अधिकृतको रूपमा चिनिनुहुन्छ। यस फुरफुरीनगर नगरपालिकामा यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा अधिकृत 7औं हर्षबहादुर कार्यरत हुनुहुन्थ्यो। उहाँको कार्यकालमा यस नगरपालिकामा आर्थिक अनुशासन र सुशासन विषयमा कमजोर रहेको मलेप प्रतिवेदनले समेत औँल्याएको छ। प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउनुभएको इमान देवी आज हाजिर हुनुभएको छ र कार्यालयको माहौल के कस्तो हुन्छ हेरौँ है त। नमस्कार साकिब साहब। नमस्कार। स्वागत छ तपाईको कार्यक्रममा। ल धेरै धन्यवाद छ। के कति काम छ, जति बाँकी रहेको काम के कति छ, सबै द्रुत गतिमा अघि बढाउनु पर्छ। अब हामीले कार्यालयको कामलाई अगाडि बढाउनु पर्छ। अगाडि लैजाउँ है। हस् हस् थ्यांक यू। नमस्कार। मास्क लगाएर आउनु भएको छ, के भयो? हजुर रुवा भइरहेछ मैले त्यति ए हो र, ल खेलाउनुहोस् है। हाकिम साहब नमस्कार। नमस्कार। के कामले आउनुभयो? मेरो चाहिँ भुक्तानीको काम थियो। मैले एउटा काम गरेको थिएँ बोर्ड ठेक्काको होइन, अनि त्यही सन्दर्भमा के भइरहेछ, पैसा चाहिँ मेरो भुक्तानी भएको छैन। त्यही भएर बुझ्नको लागि र हजुर पनि नयाँ आउनु भएको रहेछ, त्यसकारण यसो चिना परिचय गरौँ भनेर। चिना परिचय त भइहाल्ला। के सम्बन्धी काम थियो ठ्याक्कै? म चाहिँ टप्पु कन्स्ट्रक्सनको प्रतिनिधि। मैले चाहिँ पोहोर साल मेयर साहबको घरसम्म जाने बाटो बनाएको थिएँ। त्यो सन्दर्भमा भुक्तानी भएको छैन मेरो होइन, अनि त्यो भएर के हुँदैछ भनेर बुझौँ भनेर। ठिकै छ, म पनि आज भर्खरै आएको हो। अब मैले के छ अवस्था बुझेर तपाईँले म भोलि जानकारी दिन्छु। अहिले हजुर जानुहोस्, के छ म जानकारी दिन्छु। हुन्छ। नारद सर। हजुर म्याम। योजना अधिकृतलाई बोलाउनुहोस्। हस् म्याम। सर हजुरलाई हाकिम सरले बोलाउनु भएको छ। ए हो, हुन्छ, एकछिनमा म आउँछु। यो काम छ थोरै, सकालमा आइहाल्छु है। हुन्छ। हाकिम साहब बोलाउनु भएको हो? तपाईँको टेबलमा के कति फाइल छ? टप्पु कन्स्ट्रक्सनको इन्क्वायरीमा आउनुभएको थियो। के छ त्यस सम्बन्धी फाइल? ए त्यो फाइल त अस्ति नै मैले लेखा शाखामा पठाइसकेको थिएँ म्याम। त्यो फाइल चाहिँ त्यही हो, लेखा प्रमुखलाई पठाइदिनुहोस् न। ए हुन्छ, उहाँ एकछिन बाहिर जानुभएको थियो, आउनुभयो भने म भनिदिन्छु है। ए ल हुन्छ, पठाइदिनुहोस्। म्याडम आइपुग्नु भयो? तपाईँलाई हाकिम साहबले खोल्दै हुनुहुन्छ, एकचोटि उहाँलाई भेट्नुहोस् न है। ए हो, हस् म एकछिनमा जान्छु है। म्याम बोलाउनु भएको थियो? बाहिर जानुभएको थियो? होइन म्याम, म आएको थिएँ, वासरुम गएको थिएँ। त्यो टप्पु कन्स्ट्रक्सनको फाइल के भइरहेको छ? ए त्यो फाइल म्याम, त्यो फाइलको त विधि प्रक्रिया नै पुगेको छैन नि। विधि प्रक्रिया नपुगे कसरी सम्झौता भयो त? अब सम्झौताको कुरा त पुरानो हाकिम सरलाई नै सोध्नुपर्छ, के कसरी अगाडि बढाउनु भयो भन्ने कुरा। पुरानो हाकिम सरलाई पठाइदिनु न। हस् म्याम। बोलाउनु भयो? हजुर बस्नुहोस् न। टप्पु कन्स्ट्रक्सनको के भएको हो? इन्क्वायरीको लागि आउनुभएको थियो। मैले योजना र लेखा प्रमुखलाई पनि सोधिसकेँ। हजुरलाई सोध्ने भन्ने आयो। के हो त्यसको कुरा? टप्पु कन्स्ट्रक्सनको काम चाहिँ गरेको हो म्याडम। त्यसको खासमा त्यो मेयर साहबको घरदेखि उपमेयर साहबको घरसम्म जाने बाटो उहाँहरूकै इन्ट्रेस्टमा भएको हो। उहाँहरूले कार्यपालिकाबाट बजेट छुट्याउँछु भन्नुभएको थियो, अनि त्यो बजेट छुट्याउने कार्यपालिका बस्न सकेन। त्यही भएर त्यसको बजेट नभएको कारणले लेखामा रहेको त्यो फाइल उहाँले विधि प्रक्रिया पुगेन, त्यही भएर भन्नुभएको होला। अब बजेटै नभएको केसमा कसरी भुक्तानी गर्नु होइन। त्यही भएर अब आगामी कार्यपालिकामा हुने गरिकन हजुरले अब मेयर साहबसँग समन्वय गर्नुपर्ला। बजेटै नछुटाइ कसरी तपाईँहरूले सम्झौता गर्नुभयो? अब स्थानीय तहमा तपाईँलाई थाहै छ, अब हुन त तपाईँ धेरै ठाउँ काम पनि गरिसक्नु भएको छ। यहाँ अब अलिअलि जनप्रतिनिधिको पनि इन्ट्रेस्टको हुन्छ, उहाँहरूको पनि हामीले अलि सुन्नै पर्ने हुन्छ। उहाँहरूले छुट्याउँछु भन्नुभएको कारणले गर्दा हामीले गरेको त्यस्तो पनि हुन्छ र? अब योभन्दा अगाडिदेखि हामीले गर्दै आएको हो। अब तपाईँको बेलामा जस्तो पो गर्नुहुन्छ म्याम, मलाई योभन्दा पछाडि नबोल्नु होला। के पारा हो, कस्तो सुन्केको मान्छे? ल सुन्नु न सर, सर यो फाइल तपाईँहरूले नयाँ हाकिम
साहबलाई के कुरा लगाउनु भएको उहाँ त साह्रै पड्किनु भएको थियो त म देखेर त्यो टप्पु कन्स्ट्रक्सनको फाइल लेखा शाखामा अड्कियो भन्ने कुरा आयो तपाईँहरूले के कुरा गर्नुभएको हो के भन्नु नि हाम्रो त बजेटै छैन कार्यपालिकाबाट पास नै भएको छैन कसरी भुक्तानी गर्ने भनेर आएको नि अब के भन्नु अनि योजना अधिकारी साहबलाई त मैले भनिसकेको थिएँ त त्यो बजेट छुट्याउन सम्झौता गरिदिन्छु भन्नुभएको थियो अनि त्यही भएर चाहिँ मैले फाइल के गरिनँ यो कुरामा चाहिँ अब मेरो काम चाहिँ चेक जाँच गर्ने हो मैले चेक जाँच गरेर आफ्नो फाइल अगाडि बढाइसकेको छु अनि जनप्रतिनिधिहरूले कार्यपालिकाबाट बजेट विनियोजन गर्ने भनेर हामीलाई योजना शाखा प्रमुख लेखा प्रमुख र इन्जिनियर साहब बसेर सर्वसर्व आवाजमा कुरा गर्दै हुनुहुन्थ्यो हो र ल सबैले बोलाएर ल्याउनुहोस् तुरुन्त अहिले मेरो टेबलमा सबैलाई बोलाएर ले बाहिरी आवाजमा चर्को स्वरमा के कुरा गर्दै हुनुहुन्थ्यो के गुडबन्दी गर्न खोज्नु भएको हो के हुँदैछ होइन गुडबन्दी होइन म्याम अब म पुरानो निमित्त प्रमुख कोषाधिकारी भएको हुनाले मेरो जिम्मेवारी पनि त्यो फाइल अन्तर्गत हुन्छ भनेर उहाँहरूसँग बसेर छलफल गर्दै थिएँ तपाईँले हाकिम साहबलाई के कुरा लगाउनु भएको भनेर हामीले छलफल गर्दै थियौँ त्यही विषयमा छलफल गर्दै थियौँ छलफल भए तापनि तपाईँहरूले एक आफ्नो जुनसुकै काम गर्दा पनि एक आपसमा समन्वय गरेर काम गर्नुपर्छ एक्लै काम गरेर हुँदैन हामी सबै मिलेर संवादमा काम गऱ्यो भने मात्रै सङ्गठनले लक्ष्य हासिल गर्दछ यदि तपाईँहरूले आफूले गर्न सक्ने आफूले समस्या सुधार्न सक्नुहुन्छ भने तपाईँहरूको आफ्नो निर्णयबाट हुन सक्ने निष्पक्ष इमान्दार भएर तपाईँले गर्नुहोस् यदि तपाईँबाट भएन यदि मैले गर्न सक्छु अनि मबाट त्यो समस्या समाधान हुन्छ भने उहाँलाई लिएर आउनुहोस् यदि मबाट पनि हुने छैन कार्यपालिकाबाट हुनेछ भने हामी देश मार्फतबाट पनि यस समस्या समाधान गर्न सक्छौँ एकअर्कामा रहेर एक्लै काम गरेर मिसकम्युनिकेसन राखेर हामी नबढौँ हामी चाहिँ एकअर्कामा संवाद गरेर सहकार्य गरेर र केही समस्या छ भने त्यसलाई भनेर त्यसलाई सल्झाउँदै हामी जान्छौँ किनभने द्वन्द्वले कहिले पनि कसैलाई पनि फाइदा दिँदैन न हामीलाई दिन्छ न हामीले सर्भिस राम्रोसँग पुर्याउन सक्छौँ त्यही भएर हामी अगाडि बढ्नको लागि हामीमा के सहकार्य हुन जरुरी छ यसमा चाहिँ सबैले सबैलाई साथ सपोर्ट दिन एकदमै जरुरी छ हुन्छ अबदेखि म पनि योजना अघि बढाउँदा सबैसँग जानकारी समन्वय गर्दैछु समन्वय संवाद र सहकार्य सफल प्रशासनको आधार प्रमुख प्रशासकीय अधिकृत इमान देवीले कार्यालयमा सहकार्य संवाद र समन्वय असल प्रशासनको आधार भन्ने नारालाई व्यवहारमा लागू गरी सबै कर्मचारी र जनप्रतिनिधिबीच सुमधुर सम्बन्ध स्थापना भई कार्यालयमा आर्थिक अनुशासन र सुशासनको जग बसेको छ। यसबाट के पुष्टि हुन्छ भने असल नेतृत्व, समूह कार्य, सेवाभाव, असल निष्ठा, समन्वय नै संस्था सुदृढीकरणको बलियो आधार हुन सक्छ। धन्यवाद।